1 लाख रुपियाँ ऋण पऱ्यो भने 10,000 थपेलाई के हुन्छ तर गलत कुरा चाहिँ नल्याऊ भन्ने कुरा गर त ठिक हो। अब यहाँ फेरि के यसरी बुझ्नुपर्छ भने जस्तो कि हेलो मैले भनिसकेको छु तपाईँलाई अच्छा फोन गर्छु। हिसाब ले लो, हिसाब कर दो, फोन उसको गर्छु। हिला दो, पिला दो, खिला दो, देखा दो, कुछ नहीं एउटा पुरै बात हो। हामीले सोचेको त्यो फलना पार्टी र त्यसका पार्टीहरू राष्ट्रिय पार्टी बन्छन् भन्ने आकलन गरेको एउटा त सिद्धियो नै एउटा चाहिँ भन्यो भनेपछि सुन्नुहोस् हल्का सामपाङ 1 चाहिँ होला भनेको 11 हो है श्रीमान है 1 चाहिँ होला भनेको 11 भयो। श्रीनगर भनेको सिंहहरू बस्ने गजिने ठाउँ हो त्यहाँ स्यालहरू छन् हेर्नुमा ती स्यालहरूलाई तपाईँको 1 भनेको 11 भयो 10 भनेको 50 हुने भयो। सुन्नुहोस् है जति पनि तपाईँको त्यहाँ छ नि त्यहाँ गइसकेपछि हस्ताक्षर त गर्छ नि त जुनसुकै पार्टीका भएर हस्ताक्षर गरिदिन्छन् भनेपछि 1 भनेको 11 भयो त्यहाँ सिंहहरूको ठाउँमा सिंहै पुगेपछि 11 भन्ने ठाउँमा 50 हुन्छ 50 भएर के हुन्छ त्यहाँ हङ्गामा हुन्छ कन्फर्म छ यो भन्ने कुरा छ होइन सर आराम हुन्छ कोही अनलाइन गेम अहिलेको त्यो सिंह गर्जिने ठाउँमा त्यहाँ स्यालहरू छन् अब सिंह आइसकेपछि सिंहहरू गर्जिन्छन् त्यहाँ हङ्गामै हुन्छ ल 100%। मेरो चाहिँ एउटा विश्वास के छ भने हर्क सामपाङले एक्लै पेल्छ क्या सम्झौँ ऊ बोल्छ नबोलिकन कसरी चाहिँ सुन्छ मान्छेले बोल्नु त पर्यो नि ए फटा भोटिया छोरो फटा बोल्छ यो फटा भन्न अपव्याख्या अपभ्याङ्स गर्नु पाइन्छ अहिलेको समयमा तर पनि बोलाउँछ। तर एउटा पशु एउटा पंक्षी हाँसले तपाईँको हाँस र दुध र पानी छुटेर खान्छ भने दुध खान्छ पानी छोड्छ भने हामी मानव जाति मात्र संसार प्राणी संसार जगतको उत्कृष्ट नम्बर 1 चेतनशील प्राणीले त्यो कुरो बुझ्नु पर्दैन। तर हर्कले एक्लै पेल्छ सपोर्ट गर्छन् अरूले गर्छ। राम्रो कुरा सपोर्ट गर्नु पर्यो होइन के छ हामी राजनीतिक बात गरेछ चिया गर्छ सर के गर्ने छैन ठुलोबाट बसेको ठाउँमा यस्तै त भन्यो चिया ग उता ढाका टोपी लाउनु भएको छ मैले लाएर यस्तो हो यो हाम्रो राष्ट्र राष्ट्रियता हो कि भन्ने कुरा महसुस गरेको कुरा हो किनभने हामी यो राष्ट्र र हामी राष्ट्रियता महसुस गरौँ रियलाइज गरौँ यसलाई स्वागत गरौँ भन्ने कुरा हो। राष्ट्र रहेन र हामी राष्ट्र रहेन भने कहाँ रहेन हामीले मात्रै हाम्रो पुर्खादेखि मान्दै आएको हामीले यसो महसुस गरौँ न भन्ने कुरा होइन सर तपाईँहरूको तल 60,000 भन्दा बढी कुरा भन्न मैले भनिदिएको छु नि फेरि